सो हे फ्रेन्ड्स वेलकम टु एन द न्यू ब्लग तपाईले मेरो ब्लगमा स्वागत छ स्मियर खड्का सो अहिले चाहिँ हामी जाँदै छौं पार्कतिर अनि अहिले चाहिँ म कहाँदेखि ब्लग स्टार्ट गर्दैछु भने पछाडी यहाँ भनेको चाहिँ एकदमै यो बस पार्क हैन हाम्रो इटरीको बीपी चोक छेउतिर अनि हामी चाहिँ बजराको गेटबाट चाहिँ हामी चाहिँ ब्लग स्टार्ट गरिरहेको छौं सो आज चाहिँ धेरै जना छैनौं 4 जना मात्र छौं हिजो भन्नुहुन्छ भने चाहिँ एकदमै हैन अहिले देख्न पनि सक्नुहुन्छ पार्कमा आउँछ कि आउँदैन केटाहरु यता चाहिँ 3 जना भन्ने चाहिँ यहाँ चाहिँ हाम्रो पूजन हुनुहुन्छ उता भनेको चाहिँ खै के हो नाम राजीव अनि प्लस थाहा भएन उताको नाम चाहिँ सो अहिले हामी अब वार्म अप गरेर चाहिँ हामी चाहिँ 10 मिनेटको बाद चाहिँ बाटो चाहिँ अब हामीले चाहिँ कुद्नु पर्ने हुन्छ सो तपाईहरुले चाहिँ वार्म अप गरेको थोरै क्लिप्स हालेर चाहिँ आज चाहिँ छोटो मिठो हैन अब हामी चाहिँ के कस्तो गर्छौं भन्ने कुराहरु चाहिँ बेलुका हाम्रो चाहिँ यति डेली रुटिन हो हैन कि हामी 5 बजे जान्छौं हैन अब सदा चाहिँ अलिकति एससी छ भाइहरुको चाहिँ मेरो चाहिँ ब्याचलर लेभलको पढाइ तपाईहरुलाई थाहा छथै छ सो त्यही हो अहिले चाहिँ म भ्लगलाई चाहिँ इन्दिरी फुल स्टप गर्दै अगाडि बढ्ने छु ठीक छ ल पूजन जी हामी अब अहिले के गर्न आटेका छौं वार्म अप गर्न आटेका छौं हैन कसरी वार्म अप गर्ने त्यो पनि यसो 2 स्टेप 3 स्टेप गरेर देखाउनु होला हैन ज्यान चाहिँ केटाहरुले देखाउँछन् क्या यहाँ सबै हैन खतरा बडी भन्ने यो मान्छेको छ हैन What? Bro, what are you talking about, man? राजीव ब्रो एक दिन म भ्लगमा हाल्ने छु त्यति दिनसम्म चाहिँ के भन्छ च्यानललाई सब्स्क्राइब गर्नु होला अनि यस्तै भ्लगहरु मन छ भने चाहिँ बेल आइकनलाई पनि त्यो जुन घण्टी दबाउने च्यानलमा बोलाउनु सो केटाहरु चाहिँ कुदिसकेको छन् हैन अब म पनि लाग्नु पर्ने हुन्छ यस्तै छ सो अब चाहिँ म पनि रनिङ गर्नु पर्ने हुन्छ लेट्स गो गाइस एकैचोटी पार्कमा भेट्नु पर्ने हुन्छ हाम्रो अब है जो है वो समा है तुम रह सके ऐसी जीत अब चाहे जिंदगी ऐसी जीत अब चाहे जिंदगी है सो त्यही हो 9 मिनेट 10 मिनेट लाग्यो हैन हामी चाहिँ यहाँसम्म आइपुग्न जुन चाहिँ हेर्न सक्नुहुन्छ हैन सासको गति पनि कतिको बढिरहेको छ सो आफ्नो गन्तव्यमा चाहिँ आइसक्यो हैन म चाहिँ 4 जना केटाहरु मध्ये तेस्रो स्थानमा रहेको छु जुन कि 1-2 मिटरको डिफरेन्समा थियो केटाहरु अलरेडी आएर यहाँ बसिरहेछन् खोइ अर्को भाइ चाहिँ कस्तो लाग्यो कुदेर पसिना हेर्न सक्नुहुन्छ टपटपी चुहेर है अघि बसेको छ सो हाम्रो गन्तव्य यहीँसम्म थियो जुन कि अब हामी चाहिँ यही हो एक एकवटा चिजहरू चाहिँ हामी हैन देखाउने छौँ सो सबैभन्दा सुरुमा चाहिँ यही हो जुन चाहिँ गलेर आइएको बेला यहाँ बसेर थोरै यसको मसलअप हुन्छ अब केटाहरू को आउँछन् देखाउने छु ठिक छ अहिले चाहिँ म गलेँ सो त्यही भएर चाहिँ अफ गर्दैछु सो अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ अब हाम्रो पूजन चाहिँ कतिखेर आउनुहुन्छ होइन हेर्नुपर्छ टाइम हेर्दैछौँ हामी अहिले लगभग 5 मिनट त हुन आँटिसक्यो उहाँको अब वेट सो अहिले हामी वेट गर्दैछौँ किन वेट गर्दैछौँ भने यहाँको सबैभन्दा खतरा जिम ट्रेनर होइन ऊ नै हो अहिले हेर्न सक्नुहुन्छ पुलअप कतिको हान्छ होइन मसलअप कतिको हान्छ सो तपाईलाई चाहिँ हैन सस्पिसियस के भन्छ त्यसलाई उत्साहपूर्ण शंकास्पद सस्पिसियस एकदमै हेर्नका लागि रेडी हुन लाग्यो अहिले हामी पुरा थाकेर चाहिँ रिल्याक्स गरिरहेका छौँ यहाँनिर एकजना मात्र कमी छ अहिले पूजन ऊ आउँछ कि आउँदैन अरे सुपर स्लिप बडी के अरे सो अब ढिलो आउनुको अब कारण हामी सोध्नेछौँ होइन आज के बहाना हुन्छ
सो तपाईँहरू होइन केटा आउँदैछ सोध्नुपर्छ होइन कि किन ढिलो आयो केटा भनेर के भन्छ हामी सुनिदिनु पर्यो नि त ए भाइ त कता उ त यहाँ आएर नोटङ्गी गर्छ भाइ के गर्नु पूजन यहाँ दर्शकहरूले केही क्वेसन राखेको छ होइन यता यता मान्छे सोध्छु भनेर होइन कहाँ भागिरहेछ केटो जे होस् बाहाना केटोले बनाउँछ होइन कुद्न सक्दैन क्या बोइलरको ज्यान छ कि मान्छेको हेर्नु न जिम गर्दाखेरि पूजन आज किन ढिलो आइयो भने ए काम थियो अनि आउँदाखेरि त सँगै आइएको आज कि कोही गर्लफ्रेन्ड सर्लफ्रेन्ड थियो कि दर्शकहरू यहाँ जान्न चाहन्छन् क्या टक एबाउट समथिङ अरू बेला त डरो बोल्नुहुन्थ्यो त गजब बेइज्जती ए र यो मान्छेलाई चाहिँ अब के भन्न सकिँदैन अब त्यही हो बच्चाको झुलनमा अब होइन टक्कसँगले भाइ के छ हालखबर ठिक छ कति रुपियाँ छ अरे 1000 कहाँ 1000 कहाँ छ 1000 चाहिँ गोजीमा 100 रुपियाँ मात्रै रहेछ त अनि सक्नुहुन्छ राजीव मास्टरको मसल लभ अहिलेसम्म 20 भइसकेको छ सो गन्दै गर्नु होला 21 अब यता गनेर साध्य छैन सायद आज 500 पनि पुग्न सक्छ त्यही भएर अब यता गनेर साध्य छैन सायद आज 500 पनि पुग्न सक्छ त्यही भएर चाहिँ म चाहिँ होइन कोही कोही चाहिँ यता पनि म बा कुन एक्सर्साइज ढाड पनि मिचिरहेको यता हेर्न सक्नुहुन्छ ज्यान होइन गाइज यो कट्टु चाहिँ कसको हो कमेन्ट गरिदिन सक्नुहुन्छ छिटो 5 जाओस् ल 5 भिडियो बनाइरहेको छु म पुरै 1 2 बहकी सभी जुबान 3 हम हैं हजारों में 4 अब की कमी बल्ल बल्ल यो मान्छे हर चीज खास है खान्छ हो यो मान्छेले नेपाल खाँदैन त हम रह सकी तो रबा है अब है जो है वो समा है तुम रह सके ऐसी जीत अब चाहे जिंदगी ऐसी जीत अब चाहे जिंदगी है ये चलो भाई सहनी हमें सजा है हम हैं बाजारों के सबकी नजर यहाँ है हर चीज राज है अब है जो है वो समा है तुम रह सकी तो रबा है अब है जो है वो समा है तुम रह सके ऐसी जीत अब चाहे जिंदगी ऐसी जीत अब चाहे जिंदगी है के गर्नु हाम्रो त बडी नै छैन अब बडी भकै भिडियो गर्नु पर्छ हैन सिस्टर देखाइदिन न सिस्टर देखाइदिन बडी फुलाइदिनु यो मान्छेले खोल्दै कस्तो भनेको यार रड जस्तो बडी छ खोल्नु न फाइनली हामी फेरि पनि पार्कमा आइसकेका छौँ अनि यहाँ चाहिँ हुनुहुन्छ केटाकेटीहरू सबैजना अनि यो फुच्चे भाइ पनि आइसकेको छ बडी देखाएर यो मान्छेले मलाई कुट्ला जस्तो छ अनि यता हुनुहुन्छ राम्रो राम्रो बहिनीहरू चाहिँ मैले गरिसकेँ होइन अब चाहिँ
50 चोटि हान्नेवाला छु होइन 1000 1 लाख 1 करोड गर्नु आउँदैन हौ गुन्नु यो दाजु गर्नु सिकाइदेऊ न करोड 95 करोडपति लाख लाख 35 रुपियाँ मम्मीको बाबा छोराको आमा दादाको भाइ मेरो बुढी श्रीमतीको कोही यो दाइ जिम चाहिँ कमेडी गर्न आउँछ ए यो भाइले पनि अब गर्नेवाला छ 1 भुइँमा खुट्टा टेक